हेलो साथीहरू सम्पूर्णलाई नमस्कार। यो चाहिँ मेरो फर्स्ट भ्लग है। आज चाहिँ म अनि मेरो मिल्ने साथी त्यसभन्दा पछि हामीहरू चाहिँ धेरै काकुहरू सबै चाहिँ हामी चाहिँ गएको थियौँ माछी मार्नलाई। काकु यिनीहरू सबै अगाडि गएर लुगासुगा चेन्ज गरिसकेको थिए। त्यही माथि सालो फेरि चटक देखाउनुमा त एक नम्बर है। काकुको बडी त फेरि खतरा छ, आर्मी हो नि त। अनि त्यसैले काकुले पनि अलि राम्रो गरे। अनि उता साइडमा त सालो चाहिँ फेरि मरद हो कि हेर न, चटक त फेरि बवाल। त्यसपछि हामी माछा मार्नतिर लाग्यौँ। माछा मार्नतिर लागिसकेपछि अनि सबैले झुलसुल हान्न लाए। झुलानी लगाइसकेपछि त माछा पऱ्यो जस्तो लाग्यो। एकचोटि यसो फर्केर गएर हेरिदिउँ भन्ने लाग्यो, तर यताबाट गयो कस्तो चिप्ल्या थिएँ। धन्नले कन्ट्रोल गरेर म माथि चढेँ पिलरमा चढिसकेपछि सबै साथीहरू माछातिर लागे र म चाहिँ भिडियो बनाउनतर्फ लागेँ, किनभने यो मेरो फर्स्ट भ्लग थियो नि त, फर्स्ट मिनी भ्लग थियो। त्यही भएर यसो माछा सोचेर मेरो दाले भर्खर बिहे गरेको थियो, खै किन हो माछै छोप्न सकेन। काकुले फेरि त्यही माथि ठुलो माछा लाम्बो छोपेर हेर यत्रो माछा छोपेँ मैले भनेर भन्नुभयो। म पनि हाँस्दै खुसी भएँ। अनि फेरि यो साइडमा त यसको चटक थियो फेरि खतरा थियो। फेरि सालोको त कुरै नगरौँ, कमेडी। त्यसपछि चाहिँ मैले नि यसो हेरेँ, भिडियो सुट गर्दै कुराकानी भयो। सालो त फेरि मरदो पछाडि फेरि त्यो एक्सर्साइज फेरि साँझ हुन्छ कि केटाहरूको, माछा मारेर एलीखरी खाएँ। भर्खर बिहे गरेर होला माछै छोप्नु। अब हामी चाहिँ घरतिर लाग्यौँ है, साँझतिर माछा मारिसकेपछि घरतिर लाग्यौँ। त्यसपछि यसो माछा कच्छानेर हेरेको त माछा पनि टन्नै भइसकेर चाहिँ त्यही कुरामाथि मैले काकुलाई एकचोटि गफ हानिसकेपछि यसो राजुलाई देखाइयो, घोरे सर पनि भेटियो। त्यसभन्दा पछि हामी चाहिँ घरतर्फ लाग्ने त थियौँ, तर यसो माछा पनि बनाउनु पर्यो, त्यसैले हामी पसलतिर लाग्यौँ। हामी त यसो अनि माछा बनाइसकेपछि सबै साथीहरू बसिसकेपछि यसो एकछिन यता सबैलाई देखाइसकेपछि सबैलाई मनैबाट माया छ भन्ने भयो। अनि मबाट धेरै टाढा मेरो साथीहरू आज सँगै नभए पनि, काकु पनि सँगै हुनुहुन्न, बान्जानी सँगै हुनुहुन्न, माया छ है सबैलाई। यही हो मेरो फेसबुक फ्रेन्ड, सबैलाई माया छ। भिडियो लास्टसम्म हेरिदिनु होला। ल हस् त, धन्यवाद।